नमस्कार। लोकसेवा आयोगको तयारी गरिराख्नुभएका यहाँहरू सबैलाई महत्त्वपूर्ण र उपयोगी भिडियो लिएर आउने क्रममा आज पनि हामी उपस्थित भएका छौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियो मन परेमा लाइक तथा सेयर गर्नुहोला, साथै लोकसेवा सम्बन्धी महत्त्वपूर्ण अपडेटको लागि हाम्रो लेट्स लर्न पिएससी फेसबुक पेज तथा फेसबुक अकाउन्टलाई फलो गर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छौँ। लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विश्वविद्यालय सेवा आयोग लगायत लोकसेवा आयोगले लिने तथा सरकारी सेवामा प्रवेश गर्न चाहनुहुने यहाँहरू सबैको लागि उपयोगी र महत्त्वपूर्ण सामग्रीहरू लिएर आउने क्रममा आज पनि हामी उपस्थित भएका छौँ। आज हामीले नेपालका भ्रष्टाचार नियन्त्रणमा क्रियाशील सरकारी निकाय र तिनको प्रमुख भूमिका उल्लेख गर्नुहोस् भन्ने नमुना प्रश्न लिएर उपस्थित भएका छौँ। आशा छ यो तपाईँलाई हाम्रो सामग्री मनपर्नेछ र उपयोगी हुनेछ। लोकसेवा आयोगले लिने शाखा अधिकृत नासु लगायतका सबै तहको परीक्षाको लागि उपयोग हुने यो नमुना प्रश्न उत्तर सुरु गरौँ। नेपालका भ्रष्टाचार नियन्त्रणमा क्रियाशील सरकारी निकाय र तिनको प्रमुख भूमिकाको सम्बन्धमा सार्वजनिक स्रोत, साधन र शक्ति व्यक्तिगत हितमा प्रयोग गर्नु नै भ्रष्टाचार हो। यो विकास, समृद्धि र सुशासनको बाधक तत्त्व हो। भ्रष्टाचार निवारण गर्नु सरकार बाहिरका निकाय र आम नागरिक सबैको दायित्व हो। भ्रष्टाचार विरुद्ध सचेतना जगाउने, भ्रष्टाचार र अनियमिततामाथि छानबिन, अनुसन्धान एवं अभियोजन गर्ने र अन्तिम फैसला गरी भ्रष्टाचार न्यूनीकरणमा सहयोग गर्न नेपालमा विभिन्न सरकारी निकाय क्रियाशील रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार सम्बन्धी उजुरी, छानबिन, अनुसन्धान र अभियोजन गर्ने कार्य गर्दछ। महालेखा परीक्षकको कार्यालयबाट सरकारी निकायमा भएको अनियमितता सार्वजनिक गरी जानकारीमा ल्याउने कार्य गर्दै आएको छ। संसदीय समितिहरू संसदमा परेका उजुरी र संवैधानिक निकायले औँल्याएका अनियमितता हेरी सरकारलाई निर्देशन दिने कार्य गर्दछ। न्याय परिषद न्याय क्षेत्रको भ्रष्टाचारको छानबिन गरी कारबाही गर्ने कार्य गर्दछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा मन्त्रालयबाट हुन सक्ने अनियमितता रोक्न अनुगमन र निगरानी गर्ने कार्य गर्दछ। विशेष अदालत भ्रष्टाचार मुद्दाको न्यायिक निर्णय गर्ने कार्य गर्दछ भने राष्ट्रिय सतर्कता केन्द्र भ्रष्टाचार नियन्त्रण गर्न सचेतना जगाउने कार्य गर्दछ। महालेखा नियन्त्रक कार्यालय सरकारी आम्दानी र खर्चको लेखा नियन्त्रण गर्ने र आन्तरिक लेखा परीक्षण गरी सुधारका लागि सुझाव दिने निकाय रहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग भ्रष्टाचार लगायत गैर कानुनी कार्यबाट कमाएको सम्पत्ति शुद्धिकरण प्रयासको अनुसन्धान र अभियोजन गर्ने कार्य गर्दछ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश मन्त्रालयहरूबाट हुन सक्ने अनियमितता रोक्न अनुगमन र निगरानी गर्ने प्रदेश स्तरमा स्थापना भएको कार्यालय हो। जिल्ला प्रशासन कार्यालय भ्रष्टाचार सम्बन्धी उजुरीहरूको छानबिन तथा आवश्यक कारबाही गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्ने कार्य गर्दछ। यसरी नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न व्यवस्था अनुरूप आज हामीले भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा स्थापना भएका संस्थागत व्यवस्थाहरू के हुन् र तिनीहरूले के कार्य गर्दछन् भन्ने सन्दर्भमा यस सामग्रीमा अध्ययन गर्यौँ। आशा छ तपाईँहरूलाई यो हाम्रो सामग्री मन पर्यो। आगामी दिनमा यस्तै सामग्रीहरू लिएर आउने नै छौँ र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्ने अनुरोध गर्दै आजलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। हस्त। धन्यवाद। नमस्कार।